हेलो साथीहरू, फेरि पनि स्वागत छ तपाईँलाई गरिमा जिबी ब्लगमा। आज चाहिँ तपाईँलाई थाहा छँदैछ मेरो डेली काम भनेको चाहिँ स्कुटर सिकाउने हो। आज चाहिँ अब स्कुटर सिकाउँदै सिकाउँदै हिजो चाहिँ हामी उता बाबियाचोर गएर आयौँ। अब आज भेरी पुलतिर जाँदैछौँ। भेरी गएर आज टक्क तपाईँहरूलाई म भेरीको त्यहाँको सौन्दर्य पनि देखाउँछु र गरिमाले आज कति प्रगति भएको छ स्कुटर चलाउनमा। आज यहाँबाट चाहिँ भेरीसम्म चलाउँदै जान्छ। म चाहिँ त्यो सुब्बा कुना होइन, सुब्बा कुनामा चाहिँ चेकिङ हुन्छ, त्यहाँ चाहिँ म चलाइदिन्छु। त्यसपछि त्यहाँबाट फेरि अगाडि अलि लगेर छोडिदिन्छु। त्यसपछि चाहिँ त्यहाँबाट भेरीसम्म तारपरि हामी छिन्चु पनि पुग्न सक्छौँ। हाम्रो डेस्टिनेसन भनेको फिक्स छैन, भेरी। त्यसपछि अब अगाडि पनि बढ्न सकिन्छ है त। अब हामी घरबाट हिँड्यौँ है त। अब चाहिँ हामी जानलाई तयारी भइसकेको छ। हामी चाहिँ घरबाट हिँडिसकेको छौँ। अब भेरीतिर जाँदैछौँ र हामी चाहिँ अब भेरीतिर हिँडिसक्यौँ है त। र हामी चाहिँ हाइवेमा आइसकेको छौँ। अगाडि सुब्बा कुना आउँछ एकछिनमा, टर्निङको बाटो सुरु हुन्छ। त्यहाँबाट चाहिँ भेरीसम्म पुगिन्छ है त। आज हामी त देउती बजाई छिर्ने मन्दिर अगाडि आइसक्यौँ। यहाँबाट छिर्यो भने चाहिँ देउती बजाई मन्दिर पुगिन्छ। सुर्खेतको एउटा घुम्ने ठाउँ हो त्यो पनि। यहाँबाट चाहिँ अगाडि जाँदैछ म चाहिँ। काठमाडौँ जाने रोड पनि यही हो सुर्खेतबाट। बुढीले गुटुङटुङ कुदाउँदैछ स्कुटर। भला फेरि आदि खोलामा बबाल देखिरहेको चाहिँ सिन हेर्नु माथि देब्रे साइडमा टक्कला। यहाँबाट देब्रे लाग्यो भने चाहिँ उता जान्छ यो उता दाङतिर निक्लिने बाटो, छोटो बाटो अहिलेको। यताबाट सिताबाट चाहिँ दाहिने लाग्यो भने चाहिँ हाम्रो पुरानो कोलपुर हुँदै दाङ हुँदै काठमाडौँ जाने बाटो चाहिँ यताबाट है। ल हामी चाहिँ सिक्ने हिँडेको पानी परेर बाटोमा उभिरहेको छौँ है। रेनकोट ल्याइएन, अब छाताले त हुँदैन जस्तो छ अवस्था। मेरो जुत्ता देखाइदेऊ न, जुत्ता लगाएर आएको फोहोर हुँदैन भनेर त। हामी जाने चाहिँ उता पारी हो। कस्तो कालो बादल लाग्यो उता त। फेरि घाम लाग्यो, फेरि अन्त घाम लागेन चर्को। पानी परिरहेको थियो सर्लक्कै, अहिले त घाम लाग्यो। आकाश चाहिँ फेरि पुरै कालो छ। ल हामी चाहिँ पानी फाट्यो रह्यो, अब जाँदैछौँ अगाडि। यस्तो दामी छ अहिले चाहिँ, पानी परेर त नलियो भएको छ। डल्लीले कुदाइरहेको छ गुटुङटुङ। यस्तो दामी छ है सिन चाहिँ। गुटुङटुङ चलाउनु भइसक्यो डल्ले, केही भन्नु पर्दैन, टक्क कुदाउँछ आफै। ल हामी चाहिँ भेरी ठ्याक्कै आइपुग्यौँ है। बिस्तारै भेरी
यो हामी बिस्तारै मैले बटाएर भेरी खोलामा होइन कुदै पारी रोकन हामी कहाँ आइपुग्यौँ डली कसले लिएर आयो चलाएर साँच्ची हो चलाउन आउँछ तिमीलाई बब्बाल राइडर हो राइडरको बुढी राइडर हो बाइक चलाउने हो अब अनि बाइक चलाएर घुम्न जाँदाखेरि मलाई हेल्प गर्ने हो बाटोमा थाकेको बेलामा फुल हल्लेको है कस्तो मजाले ल हामी चाहिँ भेरी आइसकेको छौँ डलीले मजाले चलाएर लिएर आयो है भेरीसम्म अब चाहिँ खोला भेरी चाहिँ पुरा बाढी आएर पुरा धमिलो भएर चाहिँ ठुलो भइरहेको रहेछ त्यही पनि ठिकै छ बाटोमा चाहिँ पानी पऱ्यो हल्का बाटोमा रोकेर बसेको हिलोमा पुरै जतासुरै हिलो भयो अब चाहिँ हामी भेरी आइसकेको छौँ अब 2-4टा फोटो खिचेर तालपुरे हामी छिन्चु पनि जान सक्छौँ अझै को लहरसँगै उडिरहन मन नृत्य बास हामी चाहिँ पुरा अगाडि जाँदैछौँ ए भेरीबाट अगाडि छिन्चुतिर जाँदैछौँ जहाँसम्म मन लाग्छ त्यहीँसम्म जान्छौँ त्यसपछि चाहिँ फर्केर आउँछौँ छिन्चु पुग्न आँट्यौँ अब हामी छिन्चु पुग्न आँट्यौँ छिन्चु बाटो चाहिँ कस्तो दामी छ है साह्रै अर्को बाटो त भनेर
हामी चाहिँ छिन्चु मैले भनेको थिएँ छिन्चु नै पुग्छौँ होला भनेर सायद छिन्चु आइसकेको छौँ यो चाहिँ छिन्चुको बिस्तारै ल अब चाहिँ हामी फर्किँदैछौँ छिन्चुबाट फर्केर भेरी आइपुग्न आँटिसक्यौँ साइडमा तपाईँले देख्न सक्नुहुन्छ भेरी खोला बिन्दास पाराले बगिरहेछ आफ्नै पारामा कसैलाई नपत्रिकन भेरी आइपुगेको छौँ हामी फर्केर छिन्चुबाट अब भेरीबाट 2-4 किलोमिटर छ त्यसपछि घर पुगिन्छ डलीलाई सबले ओभरटेक गरेर गएँ तर मैले बिस्तारै चलाऊ भनेर मात्रै हो नत्र डलीले कसैलाई ओभरटेक गर्न दिँदैन बानी बेहोरा काटीकुटी मेरै छ काठमाडौँको 9 तल्ले धर्रा बिस्तारै चाहिँ टक्क भेरी आइसक्यौँ अब